झर्नै पर्ने अवस्था आयो बाइक राइड। हामी अहिले बर्फानी बाबा हेर्न सक्छ बेल उसले स्वागत गर्दछ भनेर हामीले एउटा भिडियो बनाउनु पर्ने हो कि वास्तवमा। यसै गरी हेर्न सक्नुहुन्छ आज हामी नारायणपुर घुम्न जाँदैछौँ। निर्मल गुरु र समीर दाई अगाडि गइसक्नुभयो, हामी म र नेत्री सर पछाडि छौँ। हेर्न सक्नुहुन्छ हजुरहरूले यो वन्डरल्यान्ड। हाम्रो पेट्रोलमा पम्प भर्नु, पेट्रोल भर्न आयो। पेट्रोल पम्पमा हामी पेट्रोल कतिको पेट्रोल हाल्नुहुन्छ हजुरहरू? 50,000 थोरै भएको छ होला। अघि नै पेट्रोलमा पम्प हाल्न आउँदैछौँ गरे हामी। मोबाइल मसँग हुन्छ भिडियो लगाइदिनु त हाम्रो त्यो पनि हाम्रो विद्यार्थीको भन्न यो मिलाएर मेरो साथी हो भन्न साथी हो यसले भनेको सुहाउँछ दाइ यसले भनेको सुहाउँछ कि साथीको भन्नु सुहाउँछ यसले भनेको भन्छ। आज मैले साथीबाट लिएर आएको छु मेरो सरलाई। हेर्न सक्छ बेल बेल। हामी अहिले बर्फानी बाबा मन्दिर जाने बाटोतिर छौँ। एकदमै बालुई बालुवा रहेछ क्या, बालुवा भएको बाटो, बालुई बालुवा कता कता बालुवामा चिप्लिँदै यादगार भइरहेछ भने अघि धन्नै चिप्लेको त्यहाँनिर अलि मोडमा ठ्याक्क टर्निङ पनि भयो, बालुवा पनि भयो क्या त्यहाँनिर। यहाँबाट सुनिरहेछौँ 9 किलोमिटर जति टाढा छ अरे अझै। 9 किलोमिटर यो जङ्गलको बाटोमा गएर पहाड भेटिन्छ। यात्रा चलिरहेको छ हाम्रो मजाले। बालुवा फेरि पनि हामीले बालुवा भेटाइसकेका छौँ। खोलाको साइडबाट हिँडेको जस्तो फिल भइरहेछ। एकदमै पछाडि राइडर समीर। बाटो बालुवाले हैरान। बाबालाई आमा थारै गिफ्ट गरेको रे। यी कुनै ठाउँमा फेरि यस्तो डर लाग्दो बाटो छ, ब्रेक नभएको भयो भने त बाइकभन्दा पहिला मान्छे पुग्ने जस्तो छ यहाँ ठाउँ। ए सिधै तल राइडर त राइडर हो क्या केटो, राइडर केटो आउँदै आएको छैन। हराइदिउँ भने हामी पछि परिरहन्छ एउटै त खोलाबाट बाइक यहाँ झर्नै पर्ने अवस्था आयो बाइकलाई। बाइकमा पुरा यो त डेन्जर मनाङ मुस्ताङको फिलिङ गरे।
सरले भनेको बाइक पाँचवटा कटिसक्यो 2टा 3टामा छन् केटाहरू अझै पाँचवटा कटिसक्यो यिनीहरू 2टा 3टामा छन् अझै हाम्रो विराज र थाकिसक्यो अझै 2-3 किलोमिटर पहाड चढ्दाखेरि कस्तो हुन्छ होला खोला नजिक अलि उपट खापट हुन्छ नि त ल के छ विराट एकदम भनाइ ल के छ अरू एकदम यहाँ हामी गहिराईमा डुबेर भन्दाखेरि लास्ट चाहिँ गाह्रो भयो अब हामीले यहाँ चाहिँ बाइक राखिसकेका छौँ अब यहाँबाट हाम्रो यात्रा माथि उकालो सुरु भइसकेको छ ल अब चाहिँ ठाडै उकालो छ यहाँबाट रमाइलो भइरहेछ अब हामी चाहिँ यहाँ उकालो चढिसकेका छौँ यात्रा रमाइलो छ एउटा अविस्मरणीय यात्रा भएको छ है त होइन बाइक ए केटा बाइक त बाइक गछ त अगाडि यो बाइक ल हामी चाहिँ जानुपर्ने उ त्यो माथि टुप्पोमा गर्मी छ यो बाटो होला त बाटो त यस्तो छ डेन्जर यहाँ के कुन बाइक लिएर आउँथ्यो यसको ड्रोनवाला बाइक डट बाइक पनि कहाँ आउँछ यहाँ यस्तो ठाउँमा कसरी आउँछ बाइक रमाइलो भइरहेछ मजा आइरहेछ हाम्रो उकालो चढ्ने काम भइरहेछ केटाहरू माथि गइसके हामी चाहिँ यो ठाडै उकालो चढेर आएको त्यताबाट थकाइ लाग्यो हामी चाहिँ जानुपर्ने हो त्यहाँ माथि मन्दिर देखिरहेछ त्यहाँ माथि पुग्नुपर्ने हजुर खै गाह्रो छ हामी चाहिँ जानुपर्ने हो त्यहाँ देख्न सक्नुहुन्छ पुग्नुपर्ने त्यहाँ हो केटाहरू माथि पुगिसके ओ एडो अब धेरै छैन नजिकै छ फाइनली नजिक आइपुग्यो यहाँ भ्यू चाहिँ एकदमै राम्रो मनोरम दृश्य देखिरहेको छ हो यहाँबाट चाहिँ सिडी सुरु भयो खै गोरु र गाई चिन्दैनस् गोरु हो नि अब यहाँबाट चाहिँ सिडी चढ्न पर्ने
सिँढी छ अब यहाँबाट माथि लगभग नजिक आइसक्यो। हो निर्मल सर कस्तो भइरहेछ? ल फाइनली आश्रममा आइपुग्यो। नाइ म त खाँदिनँ, केटाले खान्छु। भोक लाग्छ भने खाइहाल्यो केटाले, भोक लाग्छले। यहाँ भात खाने काम भइरहेछ दुईजनाको, थाकेर भोक लागेर। 8-9 किलोमिटर। यहाँ माथि चाहिँ श्री सिद्धेश्वर बर्फानी बाबा आश्रम यहाँ माथि छ मन्दिर। अब चाहिँ हामी यहाँबाट फर्किन सुरु गरिसक्यौँ। 2 भन्दा बढी 2:30 हुन थालिसक्यो। गाडी जाँदैछौँ। फोटो खिच्ने भने राप्तीमा पनि फोटो खिच्नु। अघि हामीले नरायणपुरको उसले स्वागत गर्दछ भनेर हामीले एउटा भिडियो बनाउनु पर्ने कि वास्तवमा होइन, त्यो चाहिँ अलिकति मिसिङ भयो क्या। जादर बनाउन त ल अब फाइनली हामी चाहिँ यो बाइक राखेको ठाउँमा आइपुगेका छौँ। आज एकदमै रमाइलो भयो। अब जुन रमाइलो यात्रा थियो त्यो चाहिँ आजलाई समाप्त भइसक्यो। अब चाहिँ हामी जङ्गलको स्मरणीय भयो नि। अब जङ्गलको बाटो चाहिँ हामीलाई बाइकमा हिँड्न पर्ने छ। बाटो ठिकै छ, जङ्गलको बाटो हो। अब त्यस्तो त्यति नराम्रो पनि छैन होइन, एकदमै रमाइलो स्मरणीय बाटो छ। यहाँबाट बाइक समातेर हिँड्न पर्ने हुन्छ। लगभग 3 बजिसक्यो। थकाइ पनि लागिसकेको छ। अब यहाँबाट चाहिँ हामी नरायणपुर पुगेर केही नास्ता सास्ता गर्छौँ होला, त्यसपछि हामी घर जान्छौँ।